पहिलाको मान्छेले भन्थे खाने मुखलाई जुङ्गाले छेक्दैन भने चाहिँ साँच्चै रहेछ साथीहरू। त्यसैले मैले पनि आज जुगाड लगाएर मोमो बनाउने भाँडा बनाएँ। मलाई एकदम मोमो खाने मन लागिरहेको थियो अनि सामग्री त सबै लिए, तर हामीसँग त सामान मात्रै भएर भएन, मोमो बनाउने त भाँडै छैन। मैले फेरि नेपालबाट स्पेसल करेन्ट मोमो मसला मगाएको थिएँ कि भाँडा नहुनाले यत्तिकै बसिरहेको थियो, त्यो पनि राखिरहेको थिएँ भनौँ भनेपछि मैले चाहिँ आज मोमो नखाइ छोड्दैन बुढो, जसरी भए पनि मोमो खाने हो भनेर एउटा राम्रो थाल थियो, त्यही थाल लिएर त्यही थालमा मैले भुवाङ पार्न लगाएँ। अब यो थालमा मैले मोमो कसरी बनाउँछु भनेपछि त्यो पुरा भिडियो हेर्नुपर्ने हुन्छ हजुरहरूले। मोमो खान पाउने भएर हेर्नु न म कति खुसी भएको छु। यता चाहिँ बुढोले किमा बनाउनु भयो, सबै कुराहरू रेडी बनाएर मोमो बनाउनेको लागि पिठो पनि बेलिदिनु भएको छ। अनि मैले चाहिँ सेप बनाएको छु, जानी नजानी। अब बेच्ने भए पो अब राम्रो सेप बनाउने, अब जस्तो आउँछ तस्तै आफूले खाने हो क्या, त्यसैले गमलाङ गुम्लुङ मटाङ पुटुक पारेर मैले बनाइहालेँ, बटार बुटुर पारेर। अनि मोमोको लागि त चटनी चाहियो, त्यसको लागि पनि भाँगो र बदाम सबै हालेर मिठो चटनी रेडी गरिसकेँ। एकदम मिठो थियो अनि थोरै पनि बनाएको रहन्छु। हो हामी दुईजनालाई मात्रै, मेरो फेरि आँखा सानो छैन क्या, एकदम ठुलो छ। यतिकैमा मेरो पहिलो लट मोमो पनि पाकिसक्यो। मैले कसरी जुगाड गरेको छु हेर्न सक्नुहुन्छ। यसमा कराई ल्याउने, कराईमा पहिला पानी बोइल गरिदिने, अनि थाल राख्ने, त्यो माथि मोमो राख्ने र ढक्कनले ढाकिदिने, अनि पछि स्टिम भइहाल्छ। यति मिठो मोमो भन्छ नि साथीहरू, जस्तो मोमो भाँडामा बनेको त्यस्तै भन्छ। हजुरहरूलाई पनि मोमो खान मन लाग्छ भने यसै गरी बनाउनु होला, एकदम मिठो हुन्छ, साँच्चै भनेको। यति मिठो भएको थियो, होटलको बराबर भएको थियो। मैले चाहिँ खानै नखाएर टन्नै यही मोमो खाएँ साथीहरू। हजुरहरूले पनि यसै गरी खानु होला भन्दै भिडियो चाहिँ यहीँ अन्त्य गर्छु। बाइ बाइ, थ्याङ्क यू फर वाचिङ माई भिडियो।